नमस्ते साथीहरू, स्वागत छ मेरो भिडियोमा। म अहिले यतिखेर यो बुर्ज खलिफा वरिपरि, दुबईको बुर्ज खलिफा वरिपरि यसो बिल्डिङहरू हेर्दै हिँडिरहेको छु। हेर्नुहोस् न, यो विकास हाम्रो देशमा यस्तो बन्ने सम्भावना छ कि छैन? राजतन्त्रले यस्तो किसिमको विकास गरेन होइन त? गर्थ्यो पनि कसरी? त्यो बेलाको त्यो कालखण्डमा यस्तो किसिमको विकास गर्ने हाम्रो देशको क्षमता नै थिएन। अब त्यस किसिमको क्षमता वृद्धि गर्ने र यस्ता बिल्डिङको विकास गर्ने भनेर गणतन्त्र आएको होइन। खै त गणतन्त्रले के उखाल्यो? तर साथीहरू, यतिखेर चाहिँ बेला आएको छ होइन। अब फेरि हामी त्यही संस्थालाई बिउजाउने कि एकपटक चाहिँ सोच विचार मनन गर्नुपर्ने बेला आएको छ। हेर्नुहोस् न, नेपालमा अहिले कति अराजकता मात्रै फैलिरहेको छ। जुन देशमा जातपातको कुरा हुन्छ, धर्मको बारेमा विवाद भइरहेको छ, त्यो देश कहिले पनि उँभो लाग्दैन। त्यो देशमा सधैँ झैझगडा हुने, मारकाट हुने, हिंसा हुने मात्रै हुन्छ। त्यसैले साथीहरू, यदि हाम्रो देशमा अमन चयन शान्तिको लागि एकदमै होइन, पछाडि गाडी आइरहेको रहेछ, त्यो किसिमको शान्ति एकदमै फैलियोस् भन्ने चाहनुहुन्छ भनेदेखि सबै नेपालीहरूले चाहिँ यो कुरा बुझ्न जरुरी छ। सबैजनाले यो कुरा बुझ्न जरुरी छ कि हाम्रो नेपालमा होइन, यी राजनीतिक दलहरू भए तापनि एउटा नियोगको रूपमा होइन, एउटा अभिभावकको रूपमा चाहिँ राज संस्था चाहिँ हुनैपर्छ भन्ने मलाई लाग्छ। अब तपाईँहरूको विचार, तपाईँलाई के कस्तो लाग्छ होइन? म एकजनाले भनेर केही हुनेवाला त होइन। यो दुबईको विकास देखेर म अचम्म भयो क्या है। जताततै बिल्डिङ है, बाटोघाटोहरूको एकदमै सुविस्ता के। म चाहिँ दुबईमा सेक्युरिटी गार्डमा ड्युटी गर्छु, काम गर्छु होइन। अनि मेरो चाहिँ प्रायः छुट्टी हुँदैन क्या। महिनामा बढीमा 2टा छुट्टी, होइन भने एउटा मात्रै छुट्टी हुने हो। अब त्यो एक दिनको छुट्टीमा अब रुममै रेस्ट गर्यो, आफ्नो कपडा सपडा धुलायो, त्यत्तिकै जान्छ। तर आज चाहिँ म अलिकति अब सबै कामहरूलाई थापी राखेर घुम्न भनेर आएको कि म है। यसो घुम्न भनेर आएको यो बुर्ज खलिफा वरिपरि। अब बुर्ज खलिफामा चाहिँ जान दिएन किनकि आज पब्लिक होलिडे होइन। यहाँ चाहिँ अब फ्यामिलीहरूलाई मात्रै अलाउ रहेछ। अनि हामी जस्तो भनौँ न, हामी जस्तो अलिकति स्ट्यान्डर्ड नभएको मान्छेहरूलाई चाहिँ त्यहाँ अलाउ रहेन रहेछ। त्यही भएर यसो बाहिर यो बिल्डिङहरू मात्रै यसो हेर्दै हिँडेको। म चाहिँ अलिकति है यो बिल्डिङहरू देखेर एकदमै आश्चर्यचकित भयो क्या म। त्यसैले साथीहरू हेर्नुहोस्, हाम्रो देशलाई पनि डेभलप गर्न छ भनेदेखि पहिलो नम्बरमा राज संस्था हुनुपर्छ। त्यसपछि चुनावद्वारा राजनीतिक दलहरूलाई नियुक्ति गर्नुपर्छ। प्रधानमन्त्री, विभिन्न मन्त्रीहरूमा गर्नुपर्छ होइन। विकास गर्ने भनेको उहाँहरूले नै हो। अनि हाम्रो देशको अलिकति के भन्छ, औँलाले छेक्यो। हाम्रो देशको छ नि यो संस्कृतिहरू के, परम्पराहरू। हामीले राम्रो तरिकाले गर्ने भने, एकदमै इन्ट्रेस्ट दिएर गर्ने भने इन्डियालाई हामीले इन्डियाको मान्छेहरूलाई हाम्रो लोकेसनहरू मात्रै देखाएर मात्रै हामीले आय आर्जन गर्न सक्छौँ। त्यस्तै चाइना, कोरिया, थाइल्यान्ड होइन, विभिन्न बुद्धिस्ट देशहरू छ नि। हामीले चाह्यो भने हाम्रो देश अब लुम्बिनी हेर्नु न, बुद्ध जन्मेको ठाउँ हो नि होइन। अब त्यो ठाउँमा पुग्नलाई चाहिँ अलिकति सुविधा बनाइदिने भने होइन, हाम्रो देशले धेरै ठुलो एकदमै
हाम्रो देशले त्यस्तो ठुलो धेरै के एकदमै के हार्ड काम गर्न पर्दैन क्या, एकदमै धेरै ठुलो समस्या झेल्नु पर्दैन। अब हाम्रो देशमा हेर्नु डाँडा काँडा हरियाली छ, हिमाल माउन्टेनहरू छ होइन, ताल पोखरीहरू छ। टुरिज्मलाई एकदमै अब फस्टाउने हो भनेदेखि त हाम्रो देशले छिटै नै प्रगति गर्न सक्छ जस्तो मलाई लाग्छ। अनि अर्को हाम्रो देशले प्रगति नगर्नुको कारण के हो भन्दाखेरि भर्खरका युवाहरू छ नि, 18 वर्षदेखि 20-22 वर्षका युवाहरू यस्तो गल्फ कन्ट्रीमा आएर काम गर्नुपर्ने हुन्छ क्या। बिचरा पर्दैन, नपढिकन आएको हुन्छ काम गर्नलाई होइन। पढ्ने किसिमको वातावरणै छैन नेपालमा। अलिकति शिक्षा भनेको अलिकति निःशुल्क हुनुपर्छ होइन, त्यो किसिमको छँदै छैन। अनि यहाँ भाइहरू आएको हुन्छ, अनि 18-20 वर्षको 22 वर्षको भाइहरू आएको हुन्छ, बिचरा काम राम्रै पाउँदैन, तलब राम्रै हुँदैन, अनि उनीहरूको लाइफ फ्युचरै छैन नि त। अनि त्यसैले साथीहरू हेर्नुहोस्, मैले भन्न चाहेको यही नै हो। अब कतिले बुझ्नुहुन्छ बुझ्नु हुँदैन। ल हेर्नुहोस् त यो बुर्ज खलिफाको माथि टावरमा पुगेर त्यहाँबाट हेर्ने भनेको तलपट्टि त्यो बादलहरू लाएको मात्रै हेर्ने हो क्या। यो टावरभन्दा नि अग्लो हाम्रो हिमाल छ, पहाड छ है, त्यहाँबाट हेर्ने भने कति राम्रो दृश्य देखिन्छ, एउटा स्वर्ग जस्तो अनुभूति गर्न पाइन्छ। यही हो साथीहरू, मैले आज आउँदाखेरि भिडियो बनाऊ भनेर मात्रै भिडियो बनाएको। देशप्रतिको मलाई अलिकति चिन्ता पनि लाग्छ होइन, चासो पनि दिन्छु म, त्यही भएर ती कुराहरूलाई चाहिँ समेटेको हो। हस्त साथीहरू, आजलाई यति नै।